चितवनको एउटा सानो गाउँ थियो बगैँचा टोल। त्यहाँका किसानहरू बिस्तारै नयाँ हाइब्रिड बिउतर्फ आकर्षित हुँदै थिए। पुराना जातका धान, मकै, गहुँ, सिमी हराउँदै गए। गाउँकी बुढी आमा मायादेवीलाई भने पुराना बिउ नै अमूल्य खजाना लाग्थ्यो। एक दिन गाउँमा कृषि विश्वविद्यालयका विद्यार्थीहरू आए। उनीहरूले स्थानीय जात संरक्षण भन्ने विषयमा सर्वेक्षण गरिरहेका थिए। मायादेवीले मुस्कुराउँदै आफ्नो भण्डार देखाइन्। ठेउली धान, सेतो मकै, लाल सिमी र काला उवा जस्ता बिउहरू ठूला माटाका भाँडामा सुरक्षित राखिएका थिए। यी त बुढा दिनका बिउ हुन्, अब कसैलाई चाहिँदैन, उनले भनिन्। तर विद्यार्थीहरूले भने, हजुरआमाको यो बिउ नै हाम्रो भविष्यका खजाना हुन्। जलवायु परिवर्तनले हाम्रा बाली बिगार्दा यी नै पुराना जातले बाँच्न सक्छन्। त्यसपछि गाउँका किसानहरू सँगै बसेर बिउ ब्याङ्क स्थापना गरे। हरेक किसानले आफ्नो पुराना बिउको थोरै अंश दिएर ब्याङ्कमा जम्मा गर्न थाले। तिनको बिउको विवरण, खेतीको तरिका, उत्पादन र स्वाद सबै अभिलेख राखियो। केही वर्षपछि जब सुक्खा र रोगले हाइब्रिड बाली बिगारे, बिउ ब्याङ्कले गाउँलाई बचायो। सबै किसानले त्यही पुराना जातका बिउ रोपे र राम्रो उत्पादन पाए। मायादेवी हाँस्दै भन्थिन्, बिउ सुरक्षित राख्नु भनेको भविष्य सुरक्षित राख्नु हो। त्यसैले स्थानीय जातका बिउहरू संरक्षण गर्न समुदाय आधारित बिउ ब्याङ्क, कम्युनिटी सिड ब्याङ्क सबैभन्दा प्रभावकारी अभ्यास हो। यसले जलवायु परिवर्तन, रोग र बालीको नाश विरुद्ध किसानलाई आत्मनिर्भर बनाउँछ।